ल्याएको गणतन्त्र र आफैले ल्याएको उपलब्धिहरू समेत रक्षा गर्न नसक्ने हिजोको सरकारहरू त असफल भए नै उनीहरूले जात व्यवस्थाको विषयमा के गर्ने हुन्छ। तर आज नयाँ बनेर तमाम दलितहरूले तमाम गरिबहरूले भोट दिएर करिब 2/3 नजिक पुर्याएको सरकार र त्यो राज्यमा आज हामी छौँ। तर प्रत्येक दिन दलित समुदायका युवाहरूको निर्ममतापूर्वक हत्या भइरहेको छ। हत्यामा सबैभन्दा पहिला यस्तो परिस्थितिमा दलित समुदायका अगुवाहरू दलित समुदायका युवाहरू कोही भगवान आइदेलाएर लडिदेलाएर हामीले न्याय पाइएन भनेर पर्खेर बसिरहेको अवस्था छ। दलित समुदायले यो परिस्थितिलाई चिरेर जात व्यवस्थाको उन्मूलन कसरी गर्ने र हाम्रो कार्यभार अब के हो भन्ने विषयमा उ बहसै गर्न चाहँदैन, उ त्यहाँ छिर्नै चाहँदैन। आफ्नो तरिकाले नेपालमा जसले सबैभन्दा धेरै महिलाको विषयमा जातीय विभेदको विषयमा बोल्थ्यो कम्युनिस्ट आन्दोलन र आफै आज संकटग्रस्त अवस्थामा पुगेको छ। दलित समुदायले आफ्नो मुक्तिको निम्ति अहिलेको सरकारले सरकार आज हिजो जुन सरकार निर्माण भएको छ, आजको सरकार निर्माण भएको छ, हिजोका दलहरू सबैभन्दा भ्रष्ट भए, जातीय विभेदको मूल जरो पाउँ भन्ने चाहको दलहरूले सबैभन्दा बढी भएका विभिन्न जातहरुले आज देशमा सबैभन्दा बढी जातहरुलाई बचाइरहेको छ भन्ने विषयमा कुनै ध्यानै छैन। कोही चाहिँ दलितहरुको पक्षमा अब यो राजनीतिबाट हुँदैन, हामी दलित दलितको छुट्टै पार्टी गठन गरौँ भन्दै हिँडिरहेको छ। मानव कि दलित समुदायभित्र कुनै विभेद नै छैन जस्तो, हिजोका दलहरुले विभेद नै गर्दैन जस्तो, यो देशलाई के भनेर चलाइएको तपाईलाई थाहा छ? यो देश संसारको सबैभन्दा मान्य देश भयो, यो देश सबैभन्दा बढी युवाहरू बेच्ने देश भयो, यो देश काम नगर्ने देश भयो भनेर आज त्यही जगमा स्थापित मन्त्रालयका मन्त्रीहरूको सम्पत्ति हेर्नु भएको छ। आज यही देशभित्र बसेर उहाँहरूले यही देशभित्र बसेर आफूले रोजगारी गरेर त्यत्रो काम गरेर सम्पत्ति आर्जन गर्न सक्ने देशलाई आज आम युवाहरूलाई किन भने सम्बन्धमा दलितहरुको र खास गरी कम्युनिस्टहरुको ध्यान पुगिरहेको छैन। उनीहरूले कमाउने जति सम्भावना छ भनेर युवाहरूले किन नभने? आफूले चाहिँ यो देशमा कमाउने भनेको युवाहरूलाई चाहिँ किन नभन्नु भनेको भए जेन्जी आन्दोलनको बेलामा बालन शाह सुदन गुरुङहरूले मचाएको एजेन्डाहरू होइन। हिजो एयरपोर्टमा तपाईँहरूको क्यामेराले लाखौँ युवाहरू यो देशले भनेमा यो देश बस्न लायक होइन भनेर तपाईँहरूले खिचेको होइन। तपाईँ हिजो तपाईँ नभएर व्यक्तिगत रूपमा भन्दैन आम तपाईँहरूको सञ्चार जगतले हिजो हजारौँ